हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज म धेरै दिनपछि एउटा नयाँ ब्लग लिएर आउँछु र सबैजना सन्चै हुनुहुन्छ होला, राम्रो हुनुहुन्छ होला र म पनि सन्चै छु। धेरै पछि एउटा ब्लग बनाउँछु आज चाहिँ, किनकि स्कुल छ क्या। आज हाम्रो साथीको बर्थडे हो। म साथीको त बर्थडे हो। अहिले ठ्याक्कै 11:30 भयो, अहिले 12 बजाएको छ। अनि हाम्रो सानो यहाँ उहाँको बर्थडे हो, सबैजना बर्थडे हो भनिदिनु होला। सिराउनु भएको छ यहाँ। अनि आज हाम्रो सानो के छैन त्यत्तिकै, अब भोलि हुन्छ त्यो हुन्छ। अहिले सानो केक बनाउन आएको छौँ हामीले यहाँ छ डिस चाहिँ पाक्दैछ भने यहाँ अन्डाको सानो अन्डाको भाइदिन आएको छु। देखिए कस्तो हुन्छ होइन, जस्ट ट्राई गर्दैछौँ। साथीको लागि यति अन्डा 4टा अन्डा लगाएर बनाउँदैछौँ हामी। त्यही गाइज के कस्तो हुन्छ। गाइज अहिले 12 बजिसकेको छ फाइनल्ली, र हाम्रो कस्तुभ सरको बर्थडे। ह्यापी बर्थडे टु यु कस्तुभ। तिम्रो जन्मदिनको धेरै शुभकामना र तिमीले धेरै प्रगति गर्नु लाइफमा, र तिमीलाई छिटै मैले भर्तीमा देख्न पाऊँ र 20 वर्ष पुगिसक्यौ तिमी। ल ह्यापी बर्थडे टु ह्यापी बर्थडे टु ह्यापी बर्थडे। ल कस्तो छ के मेरो भएकोमा भन्दै होला 2-3 शब्द तिम्रो जन्मदिनको बारेमा, के कस्तो हो। यो हाम्रो नेपाली मासु हुँदैन सर्वप्रथम त नेपाली भेजिनै पठाउनु पर्छ दोस्त। अरूको लागि मेरो कमाइले युकेको डलरले खानुपर्छ मासु भात ल। जसरी भयो नि मासु चाहिँ हुनुपर्छ बर्थडेको पार्टी। यस्तो गाई यस्तो मेरोबाट यस्तो गरेको फोन गरेको त थाहा छ म कहाँ भुल्छु र होइन। जस्तो भयो नि होइन, सानो त हुनुपर्छ केक जस्तो भयो पनि। हाम्रो यहाँ केक पाकेन क्या, केक पकाएको अन्डाको के मजाले भएको छैन। अब कतिखेर हुन्छ, बाहिर चाहिँ कटिसक्यो, यसको बर्थडे भइसक्यो मतलब कटिसक्यो, तर नि अन्डा हाम्रो पाकिसकेको छैन। र अब फेरि म देखाउँछु होइन। अब अहिले चाहिँ 1 बज्न आँटिसक्यो, 1 बज्न आँटिसक्यो। 1 बज्न लगभग कति 7-8 मिनट होला। सबैजना सुतिसक्यो क्या, के हाम्रो पाकेन क्या। कस्तो लेट गरेर चाहिँ कसरी बनाएको सुतिसक्यो हाम्रो कस्तो के बर्थडे सुतिसक्यो। म चाहिँ हेरिरहेको छु, पाएकै छैन त्यत्तिकै छोड्नु भएन। पाकेपछि अब उसलाई उठाएर काट्नु पऱ्यो, फ्रिजमा एकछिन राखेर। अनि कस्तो भयो कि भोलि बिहान काट्दा नि हुन्छ, तर भोलि बिहान मन्दिर जानु पर्छ हामी सबैजना। गुड मर्निङ। फेरि एउटा भ्लग। म हिजो राति सुत्ती गएछु, अनि अहिले चाहिँ अब फेरि होइन आज हामी मन्दिर जान आँटेको। अहिले पुरा सुबा टेम्पोमा छु मैले। हामी अब एकछिनमा जान्छौँ, हामी 4 जना जानुपर्ने छ। त्यही हो, हिजो केक काट्न पाएँ होइन, किनकि सुति गएँ। बर्थडे भएर सुत्यो, केक पनि टाइम लाग्यो 2 घन्टा जति। 2 भयो त 2 भयो सुतेको। अनि बर्थडे भयो, यो चाहिँ बर्थडे भयो आजको। अहिले चाहिँ हामी टक्क ल्याएर बुढासुवा मन्दिर दर्शन गरेर अहिले घर जाँदैछौँ। अहिले चाहिँ हामी बुढासुवा मन्दिरबाट घरतिर लाग्दैछौँ। बर्थडे भाइ के कस्तो भयो त बिहानीको तिम्रो पूजा? 20 वर्ष पुग्यो भन न। बिहानीको पूजा कस्तो छ तिम्रो? दामी छ दामी। मोटे हाई गर्दै भाइरल भयो। रेकर्डिङ खत्तम छ यसको त्यो यति सानो छ। हामी यहाँ 4 जना आएको छौँ पैदल यात्रा। अब चाहिँ हामी खाजा खाँदैछौँ यहाँ। मोटे खाजा हामी बिट बनाएको मैले। यस्तो भयो पेना कामको खाँदैछ बर्थडे भयो अहिले। ल ह्याप्पी बर्थडे है, ह्याप्पी बर्थडे ह्यापी बर्थडे टु यु। अब हामी खानुपर्ने चाहिँ केक, यो केक हाम्रो आजको। अहिले चाहिँ फेरि राति अहिले हामी केक लिएर क्या, केक लिएको भएको दिनुभयो। अनि अहिले हामी कस्तुभलाई सरप्राइज दिन अहिले हामी यहाँ आउँछौँ। मेरो दिदी हुनुहुन्छ, केक लिएर जान्छ भाइ। केक यहाँ छ। अनि अब गएर ढोका हान्ने, अन्त नि टक्क हो त्यति बेला टक्क हामी चाहिँ के गर्ने, केकले ह्याप्पी बर्थडे टु यु गर्ने हो। होइन नगर्ने के भन्छ ल भाइ, ल हामी आइयो ल भक्का आजको। अहिले चाहिँ हामी बर्थडे गिफ्ट लिएर आइन्छु। अहिले भन्दा ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु डियर कस्तुभ, ह्याप्पी बर्थडे टु यु। ल पर्ख केक काट्न भनेर कहाँ हिँडेको ल ल यहाँ ल पर्ख न केक ल ल। आज चाहिँ हामीले सरप्राइज दिएको। खोइ म अहिले त फोटो खिच्छु उसको, भरे थमै हाल्नु ल।
अब चाहिँ यहाँ हाम्रो मगरले केक पकाउन आएर ल काट ल ल फेरि वास ल ह्यापी बर्थडे फेरि वास पर ल ल ल ल भन न ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु डियर कस्तु ह्यापी बर्थडे टु यु ल मसिकेले बजाउन ताली ल काट केक ल खिच्छ फोटो किन केक काटे ल हाम्रो सरले केक काट्दैछ मैले सम्झिदैन म चाहिँ ल दिदी साथी सिनियर सिनियर ल ल फुर्किँदैन हजुर ल ह्यापी बर्थडे टु यु ल ल राम्ररी खानु ल सबै नि ल अब 3 महिना ढुक्क होला नि त हाम्रो कसरी केक काट्दैछ राम्ररी ल कस्तो बधाई छ तिमीलाई ल म एकछिनमा खेल्छु एकछिनमा के खाँदै अब हामी के खाँदै हो खाऊ न तिमीले अब खाने हो सबै केक खाऊ न खाऊ जा मोटे मैले चम्ची ल्याएर चम्ची ल्याएर कमै त्यो भएर फेरि निस्केको माथि तिन मजा आयो जाडन भाइ ल कस्तुको जन्मदिन भाइले चाहिँ आफ्नो पर्व अब ल 20 वर्ष लागेको बधाई छ त खुवाइदिने बिर्सेछु यार म त खुवाइदिने बिर्सेछु यार अब यहाँ काट्दै दिएछु थोरै दिउँ न के खेर फ्याल्नु आएदेखि त लाउन हो जे गरेर अरू रिसायो भने आएदेखि त राख न अब आज नबाजेको बिहानै तर बिहान उठ्ने बित्तिकै बाल्यो ल खाँदैछ बर्थडे भयो ल फेरि केक चट्टा यहाँ ल सक्यो बर्थडे भयो नि अञ्चन तपाईँ खाने निकाल खान अलिकति खा मध्ये भयो क्या ल अञ्चन खाएछ कस्तो छ अनि म यहाँ खाँदैछु र यति नै आजको भ्लग म गर्दै र यो भ्लग चाहिँ भोलि आउँछ अञ्चन ल बाई गर्दै ल बाई गर ल कस्तो पनि ल